हेलो एभ्रिवान, गुड मर्निङ। म टिकाराम। आज म बिहानै उठेर चाहिँ डिएक्सन कराम अफिसमा छु। स्पेसल लिन्जी कफी पिउँदैछु म यहाँ त बसेर। र यहाँ बस्ने क्रममा हामीसँग चाहिँ यो डिएक्सन दुबईको नेपाली लिडरहरूमा चाहिँ टप लिडर यहाँ चाहिँ अफिसमा भेटिनु भयो र असाध्यै खुसी लाग्यो। बिहानको समयमा हामी बसेर सँगै बिसेर कफी पिउँदैछौँ। डिएक्सनको प्रोडक्ट खाइसकेपछि हामी अवश्य पनि 100% बी हेल्दी रहन्छौँ, नो डाउट। र साथसाथै डिएक्सनको प्रोडक्टहरू सेवन गर्दाखेरि सरले चाहिँ यहाँबाट चाहिँ राम्रो पैसा आउँछ भन्नुहुन्छ। अहिले उहाँले चाहिँ जबै नगरेर जब सँगसँगै सुरुवात गरेको व्यक्ति अहिले जब स्वतन्त्रता भएर चाहिँ बस्नुभएको छ। र यो चाहिँ कसरी सम्भव छ त भन्ने विषयमा चाहिँ केही कुरा सेयर गर्नको लागि चाहिँ वेलकम गर्न चाहन्छु हाम्रो याम सरलाई। नमस्ते, गुड मर्निङ डिएक्सन। म अहिले भर्खर बिहानै हाम्रो सरसँग कफी लिङ्जी कफी, यो डिएक्सनको लिङ्जी कफी हो। यो कफीमा तपाईँको एक प्याकेटमा 3 कप बनाउनु मिल्छ। 3 कप बनाउँदाखेरि तपाईँको नेपालको धेरै भनेको 14बाट 15 रुपियाँ लाग्छ एक कपलाई है। र संसारको जडीबुटीको राजा किङ अफ द हब्स हालेको यो मसरुम पाउडर हालेको कफी हो। र यो कफीमा डिक्याफिन गरिएको कफी छ। 0.06% मात्र क्याफिन छ। अरू कफीलाई डिक्याफिन गरे अहिले बजारमा धेरै किसिमको कफीहरू पाउँछन्, तर यो डिक्याफिन गरेको कफी चाहिँ बहुत महँगो एक्सपेन्सिभ हुन्छ, महँगो हुन्छ है। अब डिएक्सनले पनि डिक्याफिन गरेको कफी छ। हामीले यसलाई पिँदाखेरि हाम्रो स्वास्थ्यलाई पनि राम्रो हुने र तपाईँको यसमा पैसा पनि कमाउन सकिने। मैले पनि यो कफी पिएर मलाई राम्रो लागेको कुरा त्यही कुरामा साथीभाइहरूलाई भन्दै जान अहिले लगभग 35,000 पिपल मेरो अर्गनाइजेसनमा मान्छेहरू छन् र धेरै जस्तो मान्छे बङ्गलादेश र इन्डिया अरू डिफ्रेन्ट कन्ट्रीबाट मलाई इन्कम आउँछ। मैले के भन्न खोजेको भन्दा जति पनि दुनियाँमा छरिएर बसेका हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू यो डिएक्सनलाई अपनाएर डिएक्सनको प्रडक्टलाई युज गरेर अरू मान्छेलाई यसको बारेमा बसेको समयलाई भन्दै जाँदाखेरि एउटा टिम बन्छ। टिम बनिसकेपछि यसमा इन्कम गर्ने जरिया हुन्छ। मानव इक्जाम्पल हामी यहाँ काम गर्दैछौँ, साउदी, कटार, बहरान, जर्डन, कुवैत, जहाँ पनि हामी युएमा जहाँ पनि हामी काम गर्दैछौँ, नोकरी गर्दैछौँ। नोकरीको साथसाथमा यो डिएक्सनको बिजनेसमा हामीले गरियो भने नोकरी छोडेर हामी मुलुक जाने बेलामा एउटा रेसिडेन्टली इन्कम आउँछ पहिला नम्बरमा। दोस्रो नम्बरमा हामी नेपालमा बसेका दाजुभाइ दिदीबहिनीहरू पनि मैले भर्खरै म नेपालबाट आएको। नेपाल आएर 70,000 80,000 रुपियाँ नेपाली पर मन्थ उहाँले इन्कम गरिराख्नु भएको छ। त्यस कारणले गर्दाखेरि हेर्नुहोस्, हाम्रो प्रडक्ट युज गर्ने, अरू मान्छेलाई भन्ने, त्यति गर्दाखेरि हाम्रो जिन्दगीमा के परिवर्तन आउँछ। लाखौँ मान्छेको आइसकेको छ। र यो डिएक्सन भनेको यो सानो कम्पनी होइन। यसमा हामीले जोडेर यसको सिस्टमलाई फलोअप गरेर गइयो भने ती 1 सालबाट लिएर 5 साल तक यसको प्रडक्ट युज गरेर आफूले लागेको कुरा अरू मान्छेलाई भन्दै जाँदाखेरि सायद हाम्रो जिन्दगीमा केही राम्रो परिवर्तन आउँछ। त्यस्तै गरेर हेर्नुहोस्, यसको नाम स्पाइरुलिना हो। यो स्पाइरुलिना हामीले दिनको तपाईँको 2-3 चक्की हामीले युज गऱ्यो भने शरीरमा ब्लडको कमी हुँदैन, प्रोटिन पाइन्छ, भिटामिन पाइन्छ, मल्टिभिटामिन। र यस स्पाइरुलिनामा एउटा टट्टु छ, त्यो हो गामा लिना एसिड, जिआरले भन्छ। त्यो चाहिँ आमाको दुधमा मात्र पाउँछ। तर आज डिएक्सनले उत्पादन गरेको स्पाइरुलिना हामीले युज गर्दाखेरि टोटल हाम्रो शरीरमा भएको ब्लडलाई सफाइ गर्ने र नयाँ ब्लड बनाउनु पनि काम गर्छ। शुद्ध भाषा भन्दा त्यो है। र क्लोरोफिलको मात्रा प्रशस्त मात्रामा छ, प्रोटिनको मात्रा प्रशस्त छ, भिटामिन A to Z को मात्रा छ यसमा। सेकेन्ड छ तपाईँको एउटा स्पाइरुलिनाको टब्लेट खाएको खण्डमा 1 केजी फ्रुट अरू भेजिटेबल खाए बराबरको फाइदा यो स्पाइरुलिनामा छ। त्यसले साइन्सले के भन्छ भन्दा आनेवाला दिनको फ्युचरको फुड पनि भन्छ यसलाई। र नासा साइन्टिस्टले पनि यसलाई माथि लगेर जान्छ। उनीहरूले चामल, दाल, ग्यास बोकेर जाँदैन, यही स्पाइरुलिना लगेर जान्छ। 4 टब्लेट खाएर त्यो हल्का पानी खाएपछि आफूले शरीरले चाहिने न्युट्रिसनको मात्रा प्रशस्त मात्रामा पाइन्छ। त्यस्तै गरेर हामीसँग एउटा रेड मसरुम भन्ने छ, यसलाई भन्छ किङ अफ द हब्स। हाम्रो डिएक्सनले पहिला निकालेको प्रडक्ट हो। यो चाहिँ किङ अफ द हब्स, जडीबुटीको राजा भन्छन्। यसलाई सेवन गर्दाखेरि हाम्रो शरीरमा भएको जति पनि, सिम्पल भाषामा भन्दाखेरि शरीरमा भएको कचरालाई निकालेर बाहिर फाल्ने। हाम्रो बाहिरको फोहोरले हामीले रोज साबुनले नुहाएर फ्याँक्छौँ, तर हाम्रो भित्रको जो फोहोर छ त्यसलाई निकालेर फाल्ने भएको हुनाले यसलाई पनि किङ अफ द हब्स, जडीबुटीको राजा भन्छ। त्यस्तै गरेर एउटा क्विन भन्छ, एउटा मोरेन्जिस सिताफली भन्ने एउटा जुस छ। यो चाहिँ लेडिजहरूको लागि पनि अरूको लागि पनि एकदम राम्रो। हाम्रो मेन भनेको आस्थामा, यो चाहिँ हाम्रो भुँडीमा भएको जति पनि डाइजेस्टिभ सिस्टम छ त्यसलाई एकदम राम्रो गर्छ, पाचन सिस्टमलाई राम्रो गर्छ, पाइल्सलाई पनि राम्रो गर्छ। दोस्रो चिज छ, लेडिजहरूलाई महिनावारी हुने बेलामा तपाईँको धेरै दुखाइ महिलाहरूलाई पनि एकदम राम्रो गर्छ यसले। र दोस्रो चिज के छ भन्दाखेरि यसले चाहिँ गर्ने भनेको हाम्रो शरीरलाई पाउनुपर्ने भिटामिनको मात्रा प्रशस्त छ। र सबैले युज गर्नुहोला र डिएक्सनलाई अपनाउनु होला, डिएक्सनको बिजनेस गर्नुहोला, अगाडि बढ्नुहोला। मैले पनि डिएक्सन गरेर अहिले आज दुबईमा लगभग तपाईँको 35,000 भन्दा माथि मेरो अर्गनाइजेसनमा मान्छेहरू छन्। तिनले पनि प्रडक्टहरू युज गर्छन्। जति मान्छेले प्रडक्ट युज गर्दै गयो आफूलाई एउटा भोलि बिहान नेपाल फर्किँदाखेरि पनि कमसे
कमसेकम नेपालको 2.5-3 लाख रुपियाँ इन्कम गर्ने जरिया मैले बनाइसकेको छु। हजुरले बनाउनुहोस्, अगाडि बढ्नुहोस् भन्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद सबैलाई, नमस्कार मेरो। याम सरले पक्कै पनि धेरै राम्रो कुराहरू सेयर गरिसक्नु भएको छ। यहाँनिर चाहिँ अलिकति तपाईँले क्लियर के पार्न चाहन्छु भन्नुहुन्छ भने यहाँनिर यो पाइल्सहरू ग्यास्ट्रिक सम्बन्धीको कुराकानी गर्नुभएको छ। यो गर्दै गर्दाखेरि तपाईँले फेरि दिमागमा आउन सक्छ कि ओहो यो त मेडिसिन हो कि के हो भन्ने खालको कुराहरू आउन सक्छ। यो मेडिसिन होइन, यो चाहिँ 100% अर्ग्यानिक र नेचुरल फुड सप्लिमेन्ट हो, जो चाहिँ विश्व स्वास्थ्य सङ्गठन जसले चाहिँ वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि सर्टिफाइड गरेको फुडहरू हो होइन। यो चाहिँ टोटली चाहिँ 100% अर्ग्यानिक र नेचुरल छ। यो अर्ग्यानिक नेचुरल भएको कारणले हाम्रो बडी पनि नेचुरल हो, अर्ग्यानिक हो, जसको कारणले गर्दाखेरि हामीलाई चाहिँ नेचुरलले चाहिँ एकदमै म्याचिङ हुने भएको कारणले गर्दा हामी यो चिजहरू युज गर्दै गर्दाखेरि आफूले सेवन गर्दै गर्दा आफू हेल्दी पनि हुने र यसले चाहिँ विशेष गरी हाम्रो शरीरमा चाहिँ जति पनि चाहिनुपर्ने अनब्यालेन्स भएका चिजहरू चाहिँ ब्यालेन्स गर्ने काम गर्छ। र यही फुडमा चाहिँ कुनै पनि साइड इफेक्ट, नो साइड इफेक्ट, नो टक्सिक। र साथसाथै तपाईँले भन्दै गर्दाखेरि यो चाहिँ एक प्रकारको खाना हो, यो कुनै पनि अङ्ग्रेजी दबाई या चाहिँ मेडिसिन चाहिँ होइन, यो फुड सप्लिमेन्ट हो। तपाईँ हामी बिरामी हुनु, तपाईँ हाम्रो समस्या आउनुको कारण भनेको चाहिँ विशेष गरी हाम्रो शरीर अनब्यालेन्स भएर यसले चाहिँ ब्यालेन्स गर्ने काम गर्छ। अनि साथसाथै याम सरले यहाँदेखि हेर्नुहोस् त, यो प्रोडक्ट खाँदै गर्दा उहाँ आफू हेल्दी पनि हुनुभयो। अहिले दुबईमा राम्रो एउटा आफ्नै गाडी चढेर हिँड्नुहुन्छ, अनि जब पनि गर्नु हुँदैन। उहाँले यही प्रोडक्ट खाएकै भरमा, प्रोडक्ट आफूले युज गरेकै भरमा अरूले भन्दै जाँदै गर्दा 35,000 भन्दा धेरैजना व्यक्तिहरूले प्रोडक्ट युज गर्नु छ उहाँको सिस्टमबाट। र उहाँले 35,000 भन्दा धेरैजना व्यक्तिहरूले युज गर्दै गर्दाखेरि नेपालको 4-5 लाख रुपियाँ हरेक महिना इन्कम आउँदो रहेछ भनिसकेपछि के लाग्छ तपाईँले? हामी कुनै पनि काम गर्दैछौँ, एउटा सिस्टमलाई बुझेर सिस्टमेटिकली काम गऱ्यौँ भने सायद आज गरेको कामको रिजल्ट चाहिँ हामीले लाइफ टाइम्समा लिन सक्छौँ। र आज जुन हाम्रो याम सरको टिममा चाहिँ 35,000 भन्दा धेरै व्यक्तिहरू हुनुहुन्छ, त्यो भनेको डे बाई डे दिनमा बढ्दै जान्छ होइन। र साथसाथै भोलि हामी इनकेस केही भइसकेपछि त्यो चाहिँ आफ्नो परिवारले चाहिँ जेनेरेसन टु जेनेरेसन ट्रान्सफर हुन्छ। जुन उहाँको पोजिसन छ, जुन इन्कम छ, सबै चाहिँ लेगेसी चाहिँ आफ्नो परिवारले चाहिँ हस्तान्तरण हुने गर्दछ डिएक्सनमा। त्यसैले म चाहन्छु कि तपाईँ संसारको कुनै पनि ठाउँमा हुनुहुन्छ र डिएक्सनलाई वास्तवमा बुझ्नु भएको छैन भने वास्तवमा बुझ्नुहोस्, धेरै बुझ्नु भएको छैन भने अलिकति कम बुझ्ने कोसिस गर्नुहोस् होइन, तर निरन्तर रूपमा गर्नुहोस् र वास्तविक तपाईँको भविष्यले चाहिँ सुनिश्चित राख्नुहोस् भन्दै तपाईँहरू सबैजनाको माझबाट चाहिँ सरले भने जस्तै दैनिकी डिएक्सनको प्रोडक्टहरू सेवन गरौँ र साथसाथै साथीभाइहरूले आफूले पाएको बेनिफिटहरू बताउँ र साथै उहाँहरूले स्वास्थ्य राख्नको लागि मद्दत गरौँ। आजको दुनियाँमा स्वास्थ्य एकदमै महत्त्वपूर्ण छ। संसारको हरेक कुनामा रहेको व्यक्तिहरूले स्वास्थ्यको जरुरत छ र त्यही स्वास्थ्य रहनको लागि चाहिँ चाहिनुपर्ने स्वास्थ्य पदार्थ प्रोडक्टहरू चाहिँ हामीसँग टोटली यहाँ छन्। यही प्रोडक्टहरूलाई संसारको हरेक मोडर्न 10,000 भन्दा धेरै ब्रान्चेसहरूबाट चाहिँ तपाईँले यो प्रोडक्ट प्राप्त गर्न सक्नुहुन्छ। र कसरी भन्ने विषयमा चाहिँ कन्फ्युज हुनुहुन्छ भने या मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ या हाम्रो यामसरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। उहाँले चाहिँ सजिलोसँग चाहिँ तपाईँहरूले आइडिया दिनुहुन्छ कि कसरी प्रोडक्ट युज गर्ने र कसरी यो चिजलाई खाने, कसरी अरूलाई भन्ने, कसरी इन्फर्मेसन दिने र कसरी स्वास्थ्य रहने, साथसाथै कसरी चाहिँ पैसा कमाउने भन्ने विषयमा भन्दै थ्याङ्क यू भेरी मच। हाम्रो याम सरलाई लामो समयपछि भेटघाट भयो र धेरै एकदमै महत्त्वपूर्ण कुराहरू सेयर गर्नुभएको छ। आशा गर्दछु यो उहाँले सेयर गरेको कुराहरूले पक्कै पनि तपाईँले बुझ्नुभयो भने यहाँबाट चाहिँ भरिपूर्ण रूपमा चाहिँ फाइदा लिन सक्नुहुन्छ भन्दै बिराउन चाहन्छु। नमस्ते, गुड मर्निङ सबैजनालाई।